अघि नै सर हेर्दा रहेछ यसले देखा तो हो टुरीटा दामी भएछ है यो त झन् भाइ पर्के हामी कहाँ रे आज हामी दोबिल्लामा है हिजो हामी चाहिँ मासतिर मार्देवीतिर हान्ने थियौँ भने आज हामी चाहिँ दोबिल्लामा आछौँ अगाडि दाइहरू जानुभएको छ दुईजना अझै पनि आउने बाँकी छ है हामी चाहिँ अब ढिलै भयो अब गएर हामी ट्याक्क अँधेरो हुन लागिसक्यो अब हामी जाने बित्तिकै तिर हान्नेछौँ खाजा चाहिँ लिएर आएको प्रकाशले हिँड बाटै बाटो हिँड सेती खोला हो त उता सेती खोला क्याम्पिङ बस्दा ठिकै रहेछ यहाँ केटाहरूलाई यहाँ त हामी पोहोर पनि हान्न आएको थियौँ हो माछा मार्ने फिसिङ गर्ने त कति छ यहीँबाट हान्ने माथि नानी होइन यहीँ बस्नु त होइन नास्ता सास्ता माछा माथि हानिरहन् त ऊ ल अब हामी रेडी यहाँबाट तेल लाउँदैछ प्रकाशले म चाहिँ लगाइसकेँ खोला यहाँनिर छिटो मैले लाएन पछाडि त जा हामी तलबाट जा मेरो त चस्मा हेर्नु चस्मा लिएर हिँड पन्जा लिएर हिँड्न पन्जा लिएर आउनु त तिर पन्जा दाइ आयो समातेर हजुर आउनुहुन्छ एकजना दुईजना हेर बस्छ ल उहाँ तलबाट छिन्ने दाइ ऊ त्यहाँबाट
छैन छैन कता सरा नि म सरको बाटोमा त भेट्टा अघिकै सर भेट्टा रहेछ यसले यही हो क्या सरो सरो मैले सबैको पाठा हान्दिएँ कि माछाको पारी होला कि बरु है ढडनमा त्यहाँ होला त्यहाँ जानु पऱ्यो मागुर थियो कि मैले त्यहाँ ऊ त मागुर छ क्या अघि घाँटीमा
जा जा घाँग्रा छिट्छ ढडना छिट्छ उतै जान ढडना छिट्छ के नफाल्के ढडना छिट्छ होइन होइन त्यहाँ ढडना छिटेन अहिले झन् त्यो पनि यार सर्प भनेर यार बामुने त्यहाँ कत्लो 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 पचास कत्लो 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 सके त हेर्नु Munis? Hah? Oh, Anto? Untuk dekat tuh, dulu dah. Nah, ini. Sama aja. Munis? Sama aja. Sama aja. Katra पानी आया यार यार तो यार बाबा गयो कता जान्छ उता माथि पारिबाट जाऊ है हाँ बन्द न ल फर्कास फर्के ल घाँग्रा नजा है घाँग्रा नजा छैन ढडेन्तिर नजा ढडेन्तिर नजा छैन आइ 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 Boy, ya kata video udah deh. Dam, dam masih dam. Dam.
पुरा त हेर्ने भयो हेरौँ भयो यो एउटा ठुलो मात्रै भेट्टाइयो सर यसको काल आएर हो क्या अन्त यो त होइन कि अर्को हेर होइन यत्रो यो साइज त तर यो होइन कि यो त अर्को यो पनि भागी भ्याएको के यता र उता गरेको ढोडगाँ गएर अड्क्यो ठ्याक्कै धमिलो भएको थियो कि यसो हेरेको ठ्याक्क टाउको देखाएर बस्यो फेरि झ्याप्पै हानिदियो मैले खतरा नङ्गाइदियो त दाइले कुसा यार खतरा हो नि यसलाई अब घर पोल्ने हो क्या होइन सर पनि छ होइन त्यहाँमा कुखुरा हामीले कुखुरा पोल्ने खाने माछाको झोल आउँछ टक्क सर माछालाई भोलि त्यस्तोलाई खानु ठिक हुन्थ्यो क्या भाइ है माछालाई पोलेको मासु लास्ट मिनट हुन्छ क्या है मिठो त हुन्छ आगो बनाए होइन टेन्सन अलिकति पोले खाऊ त भाइले पुरा ल यता माछा है त यो लानु पर्ने रहेछ त होइन त्यो आउँदैन होला नि झन् ठिक हुन्छ झोल त खानु उता फेरि दाहरूले फेरि मिठो बनाएको कि मासु त फेरि कुखुराको यसो भाइ दामी भएको चटनी लिएर आएको कि होइन यो ल दामी भएछ है यो त झन् दाइ
त्योभन्दा त्यो पो खानुपर्छ भाषा अन्त त अहिलेले यहाँ टकटकाएर अनि मसला हालेर अनि मोल्ने अनि खाने एउटा थालमा मोल भयो कि झिक्दिमै टडे के भयो कि एउटा थालमा सब छुट्टा एउटा कालो थाल अनि मोल दामी हो जाने केटा खाइहाल्ने यो त हो कस्तो राम्रो फुल हो यो त निम्बु र नुन खुर्सानी पिस्ने यहाँ न मासु तपाईँको मसला खोइ मिठो लागेको रहेछ भाइहरू मासु त मलाई पहिला निम्बु हालौँ यसो गरौँ यो मोलिन्न हुन्छ सबै हाल्नु मोल्दिनुपर्छ है त मोल्नियोस् ड्याम ड्याम हातले मलाउँ न अमिलो निसर काटौँ न अमिलो धेरै हुन्छ अलि अझै हाल त जस्तो नगर्नु लास्ट अमिलो माछा हिजो त लाउरे अङ्गले निसल आधा काट उहाँ होटेलमा होटलमा खाएको फर्काउन त मैले पकाएँ अमिलो ल मामा धेरै नाम है जस्तै हुन्छ मजा आउँछ भातमा अमिलो धेरै डेन्जर धेरै नखाम भनेको खाम बनायो के यो सन्चो भइसक्यो खायो अब मासु त दामी बनाएर अझै कस्तो है है खै नुन लाने दामी भएको दिदी चाख्नु त ल मैले खाएँ ल दामी भयो होला यो दामी भएको क्या लोकल कुखुरालाई यस्तो बनाएर कसैले खान्छ अहिलेसम्म ब्रोइलरलाई खान्छ होइन निसल ब्रोइलर निसला नि मिठो भएछ कि पिरो भएछ कच्चा मजा छ दिदी नुन चाहिँ कम भएको लिनु नुन कम भयो लिनु क्या पिरो छ तेरो रोसी र प्रकाश रक्सी खान छोड्दिएको नि यो पनि आउँछ भोलि भिडियोमा हेरौँ हेरौँ राम्रो भयो आउँछ ल त राम्रो तेरो रक्सी खै भनेको नाम त्यो मिठो रहेछ कि नुन अन्त म त पहिलोचोटि खाएर मिठो यो यो ठिकै रहेछ कि खानु त माथि रहेछ त्यो हेर त रक्सी अहिले फेरि ताल पऱ्यो नि दुइटा सोल्टी भएर घर गएर कुखुराको चाहिँ खा भनेर दिदी एक ठाउँ माछा नहाल्नु सोल्टीले खान्न झोल मात्रै हाल्नु त्यो मासु नखायो भने त्यो होइन कालो दाल त के भन्छ जिब्रो कस्तो कस्तो बनाइदियो होइन नै मलाई त ओहो अघिकोले मलाई त भयो मजा आयो
अर्को लाउरे अङ्कल लिएर क्या पकाइदिनु मसला मैले सहयोग गरेको भन्थेँ दायाँबाट म त त्यहाँ भित्र गएकै होइन कि दायाँ बायाँ सहयोग गरेको भन्दा चाहिँ अझै त्यतै बस्छु भने क्या हामीलाई त बिहानको दाल हरियो मिठो रहेछ पैसा ल्याउँदै भन्छ पैसा निकाल त भनेपछि हिजो दीपक मात्रै पर्यो अनि एउटा